यो सिलङकोट पार्कबाट यो तल देखिरहेको बुटोल जाने डुम्रे भन्छ होइन मामा? डुम्रेको रोड पाल्पा डुम्रे। अब यो बादलकै बिचमा छ। अब पाल्पाको माडी तपाईको दमकडा, अब यो दमकडा हो है। अनि यहाँबाट माडी, यो चाहिँ पाल्पाको दृश्य सम्पूर्ण यहाँबाट देखिन्छ। अब तानसिङ त रुखबाट छेकेको छ, यो रुखको भित्रबाट पारी पाखामा। ल हेर्नुहोस्, मदन पोखरा रेडियो टावर त्यहाँबाट। ल एकदम सुदिट ठाउँमा छ यो। कोही भिजिट गर्नुहुन्छ भने, पाल्पा आउनुभयो भने यहाँ सिलङकोट चाहिँ आएर हेर्नुहोस्, पाल्पाको सबै दृश्य देखिन्छ।